आजको पूर्णिमा अति पवित्र पूर्णिमा। आज जाम्लिङ चिसाङ हामीले यहाँ जब 2008देखिको सुरु गरेको, यहाँनिर माथि 7 माइल गुम्बामा हामीदेखिको सुरु गरेको जाम्लिङ चिसाङ। हामी जब मैसुरबाट आयौँ तब चाहिँ हामीले 7 माइल गुम्बामा पनि अलिकति सेवा गर्ने मौका पाएको थियौँ। अनि 2008देखिको हामीले लगातार जाम्लिङ चिसाङ नटुटाइ गर्दै आइरहेछौँ। अनि वार्षिक कार्यक्रमहरू जस्तै अब डुपा छेसी छ, डुपा छेचु छ, अनि त्यसरी नै अब आउने यो के भन्छ गोतरहरू, यो सबै हामीले 2008देखि गर्दै आयौँ। अब यो सानो कार्यक्रम जाम्लिङ चिसाङ पनि हामीले 2008देखि गर्दै आयौँ। जाम्लिङ चिसाङ भन्ने चाहिँ अब पहिला पनि अब मैले भनेको थिएँ कतिवटा कुराहरू। अब अहिले संक्षिप्तमा भन्नुपर्दाखेरि चाहिँ अब भोटमा चाहिँ पहिला अब साङ्गेको तेम्बा बुद्ध शासन त्यहाँनिर स्थापित हुनुको निम्ति चाहिँ धेरै नै सङ्घर्ष गर्नु परेको थियो। धाम्पोचुकी उङे बार्दो सोल्ते थमर दार्सिङकेपा जे भन्ने छ। सबैभन्दा पहिला चाहिँ धाम्पोचुकी उङेपा बार्दो सोल्तेपा भने अन्तिमको चाहिँ अब एकदमै फ्लरिस भएको भोटमा धाम्पोचुकी स्थापना भएको, बेग्लै बेग्लै राजाहरूको पालोमा भएको छ। तर यो अन्तिमको चाहिँ बौद्ध धर्म स्थापना भएको बेलामा चाहिँ राजा ठिसोङ देउचेन हुनुहुन्थ्यो है। अनि ठिसोङ देउचेनले बौद्ध धर्मलाई त्यहाँ स्थापना गर्नुपर्ने, अब त्यसको नाम त यो माथि नेपालको बौद्धनाथको मा झ्याजिमाले क्षति निर्माण गरिसकेपछि उहाँको छोराहरूले मलाई त्यहाँदेखिको आउँछ नि। अब तर पनि अब त्यत्रो लामो नभन्नु, जे होस् ठिसोङ देउचेन। अनि भोटमा धाम्पिछे यो हाम्रो बौद्ध धर्मलाई स्थापना गर्नुको निम्ति उहाँले सङ्घर्ष गर्नुभयो उहाँको पालोमा राजा। अनि उहाँ एक्लैले मात्र नभएर त्यहाँबाट फेरि पनि नालन्दाबाट आचार्य शान्तरक्षिता खेम्बु बोधिसत्व के भन्छ खेम्बु शिवाचो उहाँलाई आगमन गर्नुभयो भोटमा। अनि उहाँको सहयोगबाट पनि धेरै नै भयो। र पनि त्यहाँनिर मानव मनुष्य आदि इत्यादिहरूले बाधा गर्यो। त्यो भोटको सामेमी जुल्लुन्जुटुपी चुलाखाङ भन्ने जुन चाहिँ एउटा मठ, बौद्ध मठ बनाउनु थियो, बौद्ध विहार बनाउनु निम्ति। अनि फेरि अन्तिममा गएर चाहिँ आचार्य शान्तरक्षिताले अनि राजा धर्मराजा ठिसोङ देउचेनलाई सल्लाह दिनुभयो। अनि महापण्डित महागुरु पद्मसम्भव गुरु रिम्पोछे चाहिँ अहिले के भन्छ फार्पिङमा, नेपालको त्यति बेलाको अब त्यति बेला त फार्पिङ भन्थ्यो कि भन्दैन, अब यङ्लेश्वर भन्छ अब छेमा त। त्यहाँनिर विराजमान हुनुहुन्छ। उहाँले पूर्वको सिद्धि गरेर बस्नुभएको छ। अहिले उहाँ त्यहाँनिर त्यो गुफामा हुनुहुन्छ। र तिमीले राजदूत पठाएर छिटो उहाँलाई आगमन गर्नुपर्छ। अन्त मात्रै यो हाम्रो बौद्ध धर्मको यो अहिले चाहिँ प्रचार गर्नु स्थापना गर्नुको निम्ति सामेमी जुल्लुन्जुटुपी चोलाखाङ भनेर चाहिँ जुन चाहिँ हामीले बौद्ध विहारको स्थापना त्यो सक्सेस हुन्छ भन्नुभयो। अनि तुरुन्तै शान्तरक्षिताको सल्लाहलाई मानेर धर्मराजा ठिसोङ देउचेनले चाहिँ आफ्नो राजदूतहरू पठाएर गुरु रिम्पोछेकोमा पठाएर माथि यङ्लेश्वरमा, फार्पिङ अहिलेको नाम, अनि त्यहाँनिर सबै कुराहरू राखेर अनि गुरु रिम्पोछे बिस्तारै अनि भोट प्रस्थान गर्नुभयो। अनि त्यति बेला अब अनेक किसिमको बाटोमा पनि धेरै धेरै त्यस्तो खालको अमनुष्य एउटा दानव प्रवृत्तिको त्यस्तो चिजहरूलाई उहाँले दमन गर्दै अनि आफ्नो एउटा धर्मरक्षक है प्रोटेक्टेड डेटीमा उहाँले राख्दै जानुभयो। अन्तिममा त्यो सामे भन्ने ठाउँमा पुगेर
त्यहाँनिर चाहिँ अनि क्याल्पो ठेउसुन्ते चाहिँ अनि आचार्य सन्त रक्षिता अनि गुरु रिम्पोछे गुरु लोपेम्पेमा छुने तिनजना भेट भएपछि उहाँहरूलाई अहिले चाहिँ ख्यानलोप छेसुम भन्छ। ख्यानलोप छेसुम तिनजना भेट भएर चाहिँ अनि गुरु विशेष गरेर अब गुरु रिम्पोछेले चाहिँ त्यहाँको अलिकति अनिष्टहरूलाई सबलाई चाहिँ बाधा आफ्नो दमनमा राखेर अन्तिममा गएर चाहिँ सब यो मिजुलुन्जुटुपी चोलाखाङ चाहिँ एकदम राम्रोसँगले त्यो गन्पा मठ चाहिँ सफलतापूर्वक स्थापना भयो। त्यो बनाएको बेलामा पनि मान्छे वरिपरिको पहिलाको मन नपर्ने पहिला बाधा गर्नेहरू टाकटु पनि मन फर्केर आएर त्यहाँ सघाउने आफूले श्रमदान दिने भयो। अमनुष्यहरू अदृश्य शक्तिहरू पनि सबै नम्र भएर सबै अनि त्यहाँनिर सघाएर चाहिँ मनुष्य अमनुष्य सबैले चाहिँ त्यो गुरु रिम्पोछेको नेतृत्वमा चाहिँ त्यो मठलाई चाहिँ सफलतापूर्वक पूर्ण गर्नुभयो। त्यो भइसकेपछि चाहिँ अनि त्यसको बादमा मान्छेहरूलाई पनि अरू सघाउने मान्छेहरूलाई पनि सबैलाई आशीर्वाद भोजनहरू गर्नुभयो होला। अमनुष्यहरूलाई चाहिँ अब के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ अब त्यो टाकटुक यो शुद्धि गर्नु पऱ्यो भनेर चाहिँ उहाँहरूलाई चाहिँ प्राय त्यहाँनिर त गन्धर्वहरू थियो है, गन्धले तृप्त हुनेहरू पनि थियो। अनेक अब साङ्गे माथिदेखिको ल्याएर सबैलाई धन्यवाद स्वरूप वरिपरिको गन्धर्वहरूलाई नाग सिमे भूमे हौ सम्पूर्णलाई पनि उहाँले चाहिँ साङमा कार्सुम भन्ने एक किसिमको मिठो द्रव्यहरू मिसाएर चाहिँ अनि उहाँले चाहिँ साङको साङ मार्फत सम्पूर्णलाई चाहिँ धन्यवाद ज्ञापन गरेर लु है आज दिन उता चाहिँ अनन्त कालसम्म तिमीहरूले पनि बुद्ध शासनको रक्षा गर्नु भनेर चाहिँ एउटा त्यस्तो सन्देश गुरु रिम्पोछेले दिनुभयो है। अनि साथै अशुद्धहरू टाकटुक शुद्ध भएर गइसकेपछि चाहिँ त्यो दिन यता जाने झाम्लिङ चिसाङ भनेर चाहिँ एउटा प्रथा सुरु भएको हो है। अनि अब पछि यो पछिल्लो समयमा पहिला यहाँ यो इलाकातिर झाम्लिङ चिसाङ त्यसरी मान्थेन, थाहा हुन्थेन अब हाम्रो चिन्ताहरूलाई। अहिले सबैलाई अहिले झाम्लिङ चिसाङमा के ल्याउनुपर्छ कसो ल्याउनुपर्छ सबै सिकाइरहनु पर्दैन, सबै जानिसकेको छ हाम्रो चिन्ताहरूले है। त्यसरी नै सानो पर्वहरू हो त्यस्तो बौद्ध धर्मसँग सम्बन्धित त्यो पर्वहरू सबै महत्त्व बुझ्दै गर्दै जानुपर्छ। त्यतिमा मात्र सीमित नरहेर बौद्ध धर्मको तथागत गौतम बुद्धले दिएको ती गम्भीर विस्तार दर्शनहरूलाई पनि हाम्रो चिन्ताहरूले अब बुझ्नु अति नै जरुरी छ। अनि अब यहाँनिर त्यस्तो गम्भीर र विस्तार धर्महरू अनि तल एकदम के भन्छ सानोमा हामीले अब बेसिक लेभलदेखिको एडभान्स लेभलसम्मको छैहरू अहिले पनि सिकाइरहेको, भविष्यमा पनि हामी अझै यो गतिलाई अझै तीव्र गति गर्दै लाने सिकाउने भन्दै आजको झाम्लिङ चिसाङ पनि हाम्रो यो पहिल सेन्टर पहिल धर्म केन्द्रमा चाहिँ राम्रोसँगले मनाइयो निङटिक साङद्वारा। अनि हामीले यो सबै साङहरू गऱ्यौँ है। सम्पूर्ण प्राणीको कल्याण होस्, शान्ति सुख शान्ति होस्, बाधा रोग कष्टहरू हटेर जाओस् भन्दै अनि कल्याण र समृद्धि सुख शान्ति सुस्वास्थ्यको दीर्घायुको कामना गर्दै आज झाम्लिङ चिसाङको सन्देश तपाईँहरूलाई यहाँसम्म भवतु सर्वमङ्गलम।